गर्छु त्यो संस्थामा आबद्ध छु र अर्को एउटा चाहिँ यही मेरो ह्युमन रिसोर्स सम्बन्धीको कन्सल्टिङहरू जहाँ चाहिँ अर्गनाइजेसनहरूलाई परेको सपोर्टहरू र स्टाफ क्यापासिटी बिल्डिङमा सपोर्ट गर्छु। नमस्ते, मेरो नाम चाहिँ सजना श्रेष्ठ हो। आजकल मेरो एउटा लामो समयदेखि टुरिज्म लाइनमा भएर फ्लाइट ट्रिप प्राइभेट लिमिटेड भनेर एउटा टुर एन्ड ट्राभल कम्पनी छ। अनि फेरि अर्को एउटा चाहिँ फलफुल र लाइक तरकारीबाट प्रशोधन गर्न सकिने जुन चाहिँ प्रडक्सन निस्किने होममेड प्रडक्सनलाई चाहिँ अलिकति ध्यान दिइरहेको छु। 1 year जति भयो। अब अफिसियल्ली चाहिँ अब 6 month आफ्टर 6 month स्टार्ट हुन्छ। सबैजनालाई म चाहिँ डाक्टर कृष्ण कुमार श्रेष्ठ, पेसावाइज चाहिँ कार्डियोलोजिस्ट हुँ र सँगसँगै चाहिँ अहिले डिफ्रेन्ट फ्याक्टर्समा चाहिँ नै म इन्भल्भ छु। इनिसियली म यो पहिलादेखि सोसियल एक्टिभिटीमा पनि इन्भल्भ भएको एज बिङ सोसियल एक्टिभिस्ट पनि भन्न चाहन्छु। त्यो सँगसँगै मेरो चाहिँ आफ्नो नेपाल अर्गनाइजेसन फर सोसियल इम्पावरमेन्ट फाउन्डेसन भनेर नोज फाउन्डेसनको म डाइरेक्टर पनि छु। अनि लायन्स क्लब अफ हाम्रो काठमाडौँ पाटन स्टार्टेसको पनि म डाइरेक्टर छु, प्रेसिडेन्ट छु। भन्दाखेरि यो चाहिँ सोसियल एक्टिभिटी हुन चालु भयो र सँगसँगै चाहिँ अब आफ्नो पाटन हार्ट क्लिनिक छ र सँगै एउटा नेपाल मेडिकेयर सेन्टर भनेर मेडिकलले हाम्रो चाहिँ आफ्नो मेडिकल सेन्टर पनि छ। अब यसको ब्रान्चेसहरू अहिले 3टा छ र हालसालै मात्रै हाम्रो चाहिँ अर्को एउटा नयाँ भेन्चर आउनु लागेको छ। त्यो चाहिँ हाम्रो पाटन इन्टरनेसनल हस्पिटल भनेर चाहिँ हामीले दर्ता गरिसक्यौँ। भन्दाखेरि अब सायद मेरो 3 महिनामा हाम्रो त्यो चाहिँ सुरु हुन्छ। भन्दाखेरि हस्पिटलको कन्सेप्ट चाहिँ 25 बेडेड हस्पिटल हाम्रो ग्वालकोमा आउँदैछ र सँगसँगै चाहिँ नि अब इन्भेस्टमेन्ट वाइज चाहिँ म फार्मास्युटिकल कम्पनीमा पनि आबद्ध छु र न्युट्रास्युटिकल कम्पनीमा पनि आबद्ध छु। आफ्नै कम्पनीहरू छ त्यसमा। त्यही कारणले चाहिँ नि अब यसो हेर्दाखेरि चाहिँ नि अब आफ्नो त छँदैछ भन्दाखेरि मेडिकल लाइन त एज अ बिङ अ डक्टर त छँदैछ र सँगसँगै अलिकति अन्टरप्रिनरसिपमा पनि केही गर्न सकिन्छ कि किनभनेखेरि अलि साइड बाई साइड एउटा स्कोप होला कि भन्ने हिसाबले चाहिँ आज यहाँ आएको छु। तपाईँहरू सँगसँगै भेटेर मलाई धेरै खुसी लागेको छ। धन्यवाद। थ्याङ्क यू सर। नमस्कार है, म चाहिँ जमाल अली अनि म चाहिँ एक्चुअली वैदेशिक रोजगारसँग सम्बन्धित छु होइन। मैले चाहिँ 20 वर्ष अगाडिदेखि नै बिजनेस स्टार्ट गरेको हो र बिजनेस एज अ कस्तो भने मैले चाहिँ एउटा दिल्लीमा बसिरहेको होइन, दिल्लीमा फसेको नेपालीहरूलाई चाहिँ उद्धार गरेर होइन त्यहाँबाट चाहिँ मैले मेन पावर बिजनेस चाहिँ इन प्रोपर वे एउटा इथिकल वेबाट चाहिँ गर्न सकिन्छ भनेर चाहिँ मैले त्यसरी इन्भल्भ गरेको छु। र मैले चाहिँ पहिला इन्टरनेसनल मार्केटहरू हेर्थेँ, बाहिरबाट प्रपर कम्पनीहरू भिजिट गरेर यहाँको एजेन्सीहरूलाई चाहिँ मैले दिन्थेँ होइन। अहिले चाहिँ हामीले एउटा अर्गनाइजेसन पनि दर्ता गरेको छु र त्यसबाट अहिले चाहिँ मैले आफ्नो पर्सनल लेभलको काम चाहिँ गरिरहेको छु होइन। र हामी विवेकसँग पनि जोड्यौँ होइन। त्यहाँबाट अलिकति केही कुराहरू चेन्जेस पनि आयो। बिजनेसमा चाहिँ अब मेन त अब इन्कम नै हो होइन, आफ्नो पर्सनल आफ्नो अर्गनाइजेसनलाई कसरी अगाडि बढाउनु भन्ने कुरा हो। अब यो माउरीमा पनि खास स्टार्टिङदेखि नै चाहिँ मलाई अलिकति इन्ट्रेस्ट चाहिँ थियो, तर अब के गर्दा भएन। त्यही भएर आजको लागि चाहिँ अलिक ब्रिफमा के भइरहेछ त अहिले भनेर होइन। मेरो नाम राज महर्जन। अब खास बेसिकली म एकाडेमिसियन थिएँ भनौँ न, स्कुल कलेजमा लागेको एक्सिडेन्टली अन्टरप्रेनर बनियो। सो अहिले चाहिँ येलमार्ट भन्ने एउटा ई-कमर्स कम्पनी नै छ। त्यसमा लाग्यो लगभग 8 वर्ष भयो भनौँ न। सो अहिले एउटा नयाँ हामीले आर्ट क्याफे पनि स्टार्ट गर्न लागिरहेछौँ। अब मौरी भेन्चरको बारेमा त लगभग अमृत सरसँग लगभग 3 वर्ष अगाडि एकचोटि हामी बसेर कुरा गरेका थियौँ, तर टेक्निकली के अब मिलेन। अब यो पटक चाहिँ मिलेर केही गर्नै पर्छ भन्ने मनसाले यहाँ आएको छु भनौँ न। हजुर, एउटा यस्तो ग्रुपहरूमा जोइन गर्ने परम्परा छ, त्यसलाई अलिकति हामी सिस्टमेटिक वेमा चाहिँ साथीभाइ एक ठाउँमा छँदैछ, तर के रहेछ यो कम्पनीको भिजन अथवा त्यो कम्पनीको भिजन मेरो कम्पनीको यो जुन संस्थाको भिजन र मेरो भिजन म्याच हुन्छ कि हुँदैन। र म्याच भयो भने मात्र तपाईँ जोडिनु भयो भने हामी चाहिँ लामो समयसम्म जान सक्छौँ। सो हाम्रो भिजन नै के छ भनेखेरि लामो समयसम्म चाहिँ सँगै जाउँ भन्ने भिजनले चाहिँ यसको बारेमा चाहिँ हामी राम्रो बुझ्यौँ। किन इन्फर्मेसन मलाई राज्यको बारेमा चाहिँ उहाँले कतिचोटि भइसक्यो, एकचोटि भेटौँ भनेर भन्नु भएको छ। आज भनेपछि अमृत सरले पक्कै नै हरेक भेटमा चाहिँ उहाँले भन्नु नै भएको छ भन्ने कुरामा कुनै डाउटै छैन, जसजना भेट्नु भएको छैन। ओके, सो अब हामी फर्मली चाहिँ के हुन्छ मौरी भेन्चर र यसको भिजन मिसन चाहिँ के छ त भन्दाखेरि चाहिँ मेन कुरा यसको म पनि भेरियस इन्भेस्टमेन्ट ग्रुपमा छु है। जस्तै भेरियस जस्तो हजुरको जुन अघि भन्नु डक्टरको त्यो एउटा त्यसको एउटा चिकित्सातिरको होला तपाईँहरूको होइन। सो भने जस्तै हरेक एउटा ग्रुपको हरेक एउटा संस्थाको एउटा विशेषता हुन्छ कि यसकै लागि चाहिँ हामी जोडिरहेको छौँ भन्ने कुरा भन्दाखेरि चाहिँ मौरी भेन्चरको चाहिँ
मेन कुरा इन्भेस्टमेन्ट इन नेपाल, इन्भेस्टमेन्ट फर नेपाल भन्ने छ। र यो जुन तपाईँ देख्नु सोसियो इकोनोमिक ग्रोथ, हामीले चाहिँ कसरी सोसाइटीलाई इम्प्याक्ट गर्न सक्छौँ। आज हामी सबैजना अन्टरप्रिन्योर भएर र यो मौरी भेन्चरमा लगाएर हाउ वी क्यान मेक इम्प्याक्ट इन सोसाइटी। सो हाम्रो कोर भ्यालु भनेको नि इम्प्याक्ट गर्ने हो कि हो। यसबाट चाहिँ अर्निङ गर्ने त छँदै छ होइन, तर त्यो भन्दाखेरि पनि हाम्रो मौरी भेन्चरको मेन थिम भनेको इम्पावर अन्टरप्रिन्योर्स एन्ड ड्राइभिङ सोसियो इकोनोमिक ग्रोथ भन्ने रहेको छ। सो यो हजुरले देख्न सक्नुहुन्छ होइन। सो हामी चाहिँ नेपालको अन्टरप्रिन्योर इकोसिस्टमहरूलाई डेभलप गर्न खोजिरहेको छौँ अनि हामी त्यस कारण इनोभेटर एन्टरप्रिन्योर्स इन्भेस्ट हजुरले हाम्रो यदि हाम्रो अमित सरको पेज र अथवा मौरी भेन्चर पेजले उहाँले धेरै नै काम गरिरहनु भएको छ जुन चाहिँ यसकै सेरोफेरोमा चाहिँ रहेको छ। हजुरहरूले मौरी भेन्चरको फेसबुक हेर्नु भएको छ है, हजुर त्यहाँ देखेर त्यो हामी के गरेको छौँ मैले भन्नु पर्दैन होइन। सो हाम्रो मेन इम्प्याक्ट भनेको नि इम्प्याक्टफुल काम चाहिँ कसरी गर्न सकिन्छ भन्ने कुराहरू रहेको छ। सो यही नै हाम्रो मेन सोसियो इकोनोमिक चेन्ज, इनोभेसन एन्ड कोलाबोरेसन र की प्लेयर्स हाम्रो होइन के हो भन्ने कुरा चाहिँ यहाँ तपाईँलाई हामीले देखाउन गइरहेको छौँ। बारम्बार हामीले भनिरहेको छौँ हाम्रो मेन उद्देश्य भनेको सोसियो इकोनोमिक चेन्ज नै गर्ने हो। हामीले कसरी नेपालमा भएको अन्टरप्रिन्योरहरूलाई सक्छौँ, सपोर्ट गर्न सक्छौँ, उहाँहरूबाट हामी पनि हुने हो। त्यसको चाहिँ इनोभेसन एन्ड कोलाबोरेसन र हाम्रो सेभिङ द फ्युचर बिजनेस इन नेपाल भन्ने चाहिँ हाम्रो कम्पनीको चाहिँ मेन ओभरभ्यू चाहिँ यही नै रहेको छ। मौरी भेन्चरको बारे भन्दाखेरि हामीले स्टार्टअपहरूलाई बढी के छ भन्दाखेरि सपोर्ट गर्छौँ र हामीसँग एक्सपिरियन्स टिम छ त्यसको म पछि हजुरलाई भन्न को हुनुहुन्छ। अनि त्यसपछि हाम्रो भ्याल्यु क्रिएसन चाहिँ गर्ने हो हामीले चाहिँ। जस्तै कोही चाहिँ यहाँबाट क्यापिटललाई इन्हान्स गर्नुको लागि पनि भनौँ न यस्तो ग्रुपहरूमा चाहिँ इन्भेस्टमेन्ट चाहिँ क्यापिटल इन्हान्स गर्ने भन्ने हिसाबले जोडिनुहुन्छ। तर क्यापिटल इन्हान्स गर्ने बेलामा चाहिँ कस्तो छ भन्दाखेरि तर त्यसको वे चाहिँ हाम्रो चाहिँ सोसियल इम्प्याक्ट नै हुनु पऱ्यो। जस्तै अब सेयरमा पनि यस्तो इन्भेस्टमेन्ट कोही चाहिँ सेयरमा लागेर कुनै जग्गामा लगानी गरेर गर्ने खालको ग्रुपहरू पनि हुन्छ। तर हामी त्यसमा गर्दैनौँ। जस्तो अब जग्गामा लगाउने सेयरमा लगाएर आफ्नो भ्यालु क्रिएसन भ्यालुलाई बढाउने काम चाहिँ हामी गर्दैनौँ यसमा चाहिँ होइन। सो भ्यालु क्रिएसन भनेको चाहिँ हामी चाहिँ इन्भेस्टर र इकोसिस्टमको थ्रुबाट हामी गर्छौँ। अनि के क्यारेक्टरिस्टिक हजुरहरूलाई अप्रोच गरेको कारण पनि एउटा रिजन यो किन अहिले पनि हेर्नु यहाँ हामी जति 5 जना छौँ। सो वी अल आर डाइभर्स र त्यसै गरी अलरेडी एक्जिस्टिङमा पनि हामीसँग डाइभर्स हुनुहुन्छ। अनि फेरि सोसियल रिपिट भइरहेको छ। अनि कोलाबोरेटिभ एप्रोच चाहिँ हामी भेरियस अर्गनाइजेसन चाहिँ कोलाबोरेटिभ एप्रोचमा हामी गइरहेको छौँ। जस्तै हामी कुसुमसँग पनि हुन्छ, कुसुमसँग छ केसँग जति पनि सङ्घ संस्था छ जसले चाहिँ हाम्रो भ्यालु सिस्टमलाई इन्हान्स गर्छ, भ्यालु सिस्टमसँग हाम्रो सोसियो इकोनोमिक जुन इम्प्याक्ट गर्ने छ त्यो जति पनि सङ्घ संस्था छ हामी उहाँहरूसँग कोलाबोरेटिभ एप्रोचमा हामी काम गरेको हुन्छौँ हामी। सो वाइ इन्भेस्ट विथ अस त अब हामीसँग किन जोडिने त भन्दा यसको चाहिँ सबभन्दा विशेषता भनेको नि के छ भन्दाखेरि हामी भेरियस स्टार्टअपहरूले हामीसँग जोडिनु भएको हुन्छ। जस्तै हामीले योभन्दा अगाडि पनि इम्बा कलेजमा पनि र यता केएमसीमा पनि विभिन्न स्टार्टअपहरू हामी मिट गरिसकेको छौँ। सो उहाँहरूलाई चाहिँ हामीले के गर्छ भन्दाखेरि जति पनि इनोभेट अब हाम्रो भनेको नेपालमा पछिको दिनमा जति पनि कुनै यदि स्टार्टअपहरूले आफ्नो काम सुरु गर्न चाह्यो भने एकै डेरी चाहिँ मौरी भेन्चर छ है भन्ने खालको एउटा हामी बनाउँछौँ। अनि हामीले उहाँहरूलाई चाहिँ के छ भने स्टडी सपोर्ट एन्ड मेन्टरसिप गर्छौँ र सस्टेनेबल ग्रोथ अब हाम्रै सपोज हामी चाहिँ नेटवर्क बनाउनुको रिजन के छ भने अब भोलिको दिनमा हाम्रो नै 100 जनाबाट नेटवर्क हामी यस्तो डाइभर्स पिपल छैन होइन। अहिले होइन हामी 5 जनाको नि कतिवटा नेटवर्कमा कुनै पनि स्टार्टअपले हामीसँग जोडेको चाहिँ त्यो हाम्रै नेटवर्क थ्रुबाट पनि हामी उसलाई ग्रोथ दिन सक्छौँ। सो अनि त्यो सस्टेनेबल ग्रोथमा इम्प्याक्टको अपर्च्युनिटी हामी दिन्छौँ उहाँलाई कसरी हुनसक्छ र हामीसँग भएको एक्सपर्ट टिमहरूले उहाँहरूलाई हाम्रो फाइनेन्समा छ टेकमा हुनुहुन्छ। सो सबै मिलेर चाहिँ हामी उहाँहरूलाई स्टार्टअपहरूलाई हामी सपोर्ट गरिसकेको छ। भिजन छ टु बी द पाइनियर इन्भेस्टमेन्ट कम्पनी नेपाल, सपोर्ट अन्टरप्रेन्योर ग्रोथ एन्ड म्याक्सिमाइज भ्यालु भयो हाम्रो भिजन। अनि इम्पावर स्टार्टअप बाई अनलकिङ देयर पोटेन्सियल, प्रोभाइड अनएभरिङ सपोर्ट थ्रु आउट देयर जर्नी। यो चाहिँ हाम्रो भिजन एन्ड मिसन चाहिँ यो रहेको छ हाम्रो अहिले चाहिँ यो होइन। यसमा त हजुर मेन कुरा चाहिँ यही नै हो होइन, भिजन एन्ड मिसन नै हो। यसलाई मैले अलिकति पज गरेँ होइन। सो हाम्रो आज तपाईँहरूलाई मेन कुरा ओरिएन्टेसन दिनु कारण पनि भोलि हामी जोडिरहँदाखेरि चाहिँ यदि यो मेरो योसँग छ कि छैन त भन्ने कुरामा चाहिँ हामी क्लियर हुनु जरुरी छ। किनकि हामी भोलिको दिनमा जता भए पनि हामी सबैलाई बाँध्ने एउटा सूत्र चाहिँ यही नै हो हामीसँग। सो यो मेरो ठ्याक्क हजुरहरूको मेरो यसमा
ठिक छ म यही गर्न मैले पनि यस्तै चिज खोजिरहेको थिएँ है भने जस्तो लाग्यो मोरी भेन्चर तपाईँलाई लाग्यो भने चाहिँ सो यु क्यान हुन्छ नि सो हजुर मैले अलिकति त्यसमा पज है यसमा हजुरले हेर्नु होला के छ नि टु बी पाइनियर इन्भेस्टमेन्ट कम्पनी नेपाल सपोर्ट अन्टरप्रेन्योर ग्रोथ एन्ड म्याक्सिमाइज भ्यालु मैले बारम्बार किन भनेको छु पहिला एकचोटि के भन्छ हाम्रो कोही मैले यो यस्तो गर्नुको जरुरी किन ठानेको नि पहिला एकचोटि हामीसँग जोडिनु भयो होइन तर के छ भन्दाखेरि अब अहिले हामीसँग 18 जना हुन्छ नि अब 1 जना के छ नि अहिले यसो हामी अहिले यसो सेयरको भाव बढिरहेको छ अथवा घटिरहेको बेलामा सेयरमा लगानी गरौँ भन्ने सजेस्ट गर्नुहोस् कि अनि त्यहाँदेखि के भयो भने त्यसै पहिल्यै क्लियर हुनु पऱ्यो कि हामी सेयरमा लगानी गरेर पैसा बढाउनुको लागि चाहिँ यो मोरी भेन्चर खोलेको चाहिँ होइन अब आज हामीले 1 लाख दिन्छ गऱ्यो त्यसलाई 10 लाख बनाउने त हो तर कसरी बनाउने हाउ इज इट डिफरेन्ट कि हाउ इज इट डिफरेन्ट होइन जस्तो हामीले पक्कै पनि कुनै पनि सस्टेनेबल ग्रोथको लागि चाहिँ हाम्रो क्यापिटलको इन्भेस्ट हामीले गर्नै पर्छ बट हाउ इज इट डिफरेन्ट के देन अदर चिज भनेको छ एउटा क्वेसन चाहिँ जस्तो तपाईँले स्टार्टअप empowering startups by unlocking their potential भिजनमा हेर्नु नि पायोनियर इन्भेस्टमेन्ट कम्पनी इन नेपाल होइन स्टार्टअपलाई मात्रै फोकस गर्ने हो भने पायोनियर अर्गनाइजेसन इन्भेस्टमेन्ट कम्पनी हुनलाई कतिको होला त्यसरी गर्दा वाइ नट वी अल्सो पुट जस्तो बिजनेस फोरमहरूमा पनि कतै हामीले लगानी गर्छौँ कि अनि इन्भेस्टमेन्ट गर्छौँ कि त्यसलाई पनि अझै ग्रो गरेर अझै हामी त्यसको पनि पार्ट हुन्छ कि मेबी द्याट विल एड भ्याल्यू टु द भिजन जस्तो लाग्छ होइन Vision is all about how we reach vision नै हो मेरो बुझाइमा हैन स्योर हजुरले भने चाहिँ जस्तो यो मिसन त हामी पछि बिस्तारै अहिले हजुरले जुन भन्नुभयो पछि हामी जस्तै यसरी डाइभर्स यो मिसनहरू कसरी पुग्ने त हामी हजुरले भने छैन अहिले सुरुमा चाहिँ स्टार्टअपबाटै भयो अहिले सुरुमा चाहिँ होइन पछि हामी बिस्तारै स्टार्टअपहरूबाट पनि हामी अहिले त हामी एकदमै त्यो के छ भन्दाखेरि जोर्नीको बिगिनिङ फेजमा छौँ त अहिले बिगिनिङ फेजमा भएको स्टार्ट भनेको तर हजुरले भने चाहिँ पछि एउटा यस्तो फेज आउँछ त्यो स्टार्टअपबाट गरेर मात्र पनि हामी ग्रो हुन सक्दैनौँ सो त्यो चाहिँ कस्तो छ नि हामीले जस्तो सर जस्तै अब अहिले एउटा इक्जाम्पल मात्रै होइन अब सिएमएस कनेक्ट अथवा सिएमएसको एउटा उसमा चाहिँ मोरी भेन्चरले आफ्नो तरिकाबाट यता फन्डहरू क्रिएट गरिरहेको छ राम्रो पोटेन्सियल इन्भेस्टर टर्नै छ हामीसँग पनि एउटा राम्रो बिजनेस प्लान छ देन वाइ कान्ट वी कनेक्ट एक्जिस्टिङ बिजनेसहरू त्यो पनि सकिन्छ त्यो त अब वेल्थ पछि उनीहरूलाई चाहिँ त्यो पनि एउटा हुनसक्छ तर अहिले सुरुवातमा हाम्रो भनेको सोसियल इम्प्याक्ट नै गर्नुभएको जस्तै त हजुरले जुन भन्नुभयो त्यो त हाम्रो जुन हाम्रो के छ के क्यापिटल इन्भेस्टमेन्ट एउटा तरिका चाहिँ हुनसक्छ तर पनि हाम्रो चाहिँ मेन उद्देश्य भनेको अहिले स्टार्टअपहरूलाई नै भएकोलाई स्टार्टअप राख्नु कारण चाहिँ त्यही नै हो कि त्यसो अब सिएमएस कनेक्टलाई त हामीले किन चाहे अरू पनि हुन्छ ब्याङ्कबाट गर्न सक्छ अर्को इन्भेस्टरहरू पनि उसले पाउन सक्छ तर हामीले चाहिँ जुन हाम्रो यो डाइभर्स टिमहरू छ हामीले गर्नु खोजेको त सोसाइटीमा अलिकति इम्प्याक्टफुल गरौँ भन्ने हो नि त सो हजुरले भने चाहिँ त्यो पनि फेरि बिग नो भन्ने त होइन फेरि त्यो चाहिँ हुँदैन भन्ने त हुँदैन तर प्रायोरिटीमा चाहिँ त्यसलाई सेकेन्ड थर्डतिर राखिन्छ कि जस्तो मलाई लाग्छ कि राख्नुपर्छ जस्तो लाग्छ किन नत्र अब आजको दिनमा हामीले सेभिङ्स कनेक्टलाई मौरी भेन्चरले दिएर चाहिँ कस्तो छ भन्दाखेरि सेभिङ्स कनेक्ट एउटा एक लेभलमा आइसकेको छ होइन एक्जाम्पल मात्रै लिएको मिल्छ होइन हामी त्यो अहिले फर्स्टमा चाहिँ त्यो पछि त्यो मिसन त बिस्तारै पनि हामीले चेन्ज हुन सक्छ मात्र भन्नु त्यो स्टिक यही नै हुन्छ भन्ने कुरा त हुँदैन जस्तो छ नि नेटवर्किङ हिसाबबाट चाहिँ हाम्रो अब हेल्थमा लाग्नेहरू भयो अनि त्यो हस्पिटालिटीमा लाग्नेहरू भयो टुरिज्म हस्पिटालिटी अनि फेरि फिनान्सियल सेक्टरहरू भयो डिफ्रेन्ट सेक्टरहरू छ नि हामीसँग त्यसमा चाहिँ नेटवर्किङको पहुँचहरू हामीले स्टार्टअपले सिधै कनेक्सन गर्न सकिने मोरी भेन्चरको थ्रुबाट हामी चाहिँ गर्न सकिने यसो हुन्छ त्यो दुईवटा तरिका छ जस्तै अब हाम्रो दुईवटा तरिका कस्तो छ भने आउँछ उहाँहरूले हामी सबैको अगाडि पिच गर्नुहुन्छ होइन त्यसमा हामी आफै पनि हुन्छ हामी अरूलाई पनि इन्भाइट गर्छौँ त्यस बेलामा जस्तै एज अ मोरी भेन्चरमा हामीसँग त अब बोर्डले डिसाइड गर्छ नि त जस्तो अहिलेसम्मको मेकानिक कस्तो छ भने एउटा अब जस्तो हामी सबैजना अगाडि बस्छौँ जस्तै अगाडि बसिसकेको छ जस्तो अहिले त हामी इन्डिभिजुअल हाम्रो आफ्नो बिजनेस पनि त छ नि त जस्तो सरको खर्बनबाट हुनुहुन्छ होइन सो भनेको जस्तो एलएमआरबाट सर हुनुहुन्छ